मुलुकमा वास्तविक परिवर्तन, वास्तविक नयाँ नेपालको अध्याय सुरु भइसकेको छ। त्यसैले परिवर्तनको नाममा, नयाँ नेपालको नाममा जनता छकाउने, आफ्नो व्यक्तिगत एवं सत्ता स्वार्थको खातिर सदैव राजनीतिलाई अस्थिर बनाउँदै भ्रष्टाचार, भ्रष्टाचारी, नेपोटिस्ट, माफिया, दलाल र झोलेहरूको पोषण गर्दै आइरहेको र फागुन 21 को निर्वाचनको परिणामले ठाङ्नामा सुताइएका विशेषतः वामपन्थी दलहरूको माथा चक्कराउन थालेको छ। वास्तविक सुकुम्बासीहरूको पहिचान गरी तिनीहरूको न्यायसङ्गत व्यवस्थापनको लागि सरकारले आवश्यक कार्य सुरु गरि नै सकेको छ। तथापि छद्मवेशी सुकुम्बासी यानि हुकुमवासीहरू जो राजनीतिक दलहरूसँग कनेक्टेड छन्, ती हुकुमवासीहरू लगायत तिनीहरूको आड, भड्काउ र घनचक्करमा नदी किनाराको मापदण्ड विपरीत सार्वजनिक जग्गामा अनधिकृत रूपमा बसोबास गर्दै आइरहेकाहरूको अहिले जे जस्तो हालत भएको छ, त्यसका लागि विगतमा पटक पटक सत्तासीन कम्युनिस्ट दलहरू जिम्मेवार छन्। आजको अवस्थाको लागि ती दलहरूको भोट ब्याङ्क सम्बन्धी रङ कन्सेप्ट नै जिम्मेवार छ। आफूहरूको भीषण गलत नीति र कार्यको कारण जे जस्तो अवस्था अहिले सृजना भएको छ, त्यसका लागि ती दलहरूले सार्वजनिक रूपमा जनता समक्ष क्षमा याचना गर्नुपर्दछ। साथै वास्तविक सुकुम्बासीहरूको यथाशीघ्र पहिचान गरी तिनीहरूको न्यायसङ्गत व्यवस्थापनको लागि सरकारलाई सहयोग पुर्याउने र वा सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता समेत ती दलहरूले सार्वजनिक रूपमा जाहेर गर्नुपर्दछ। कौवाले कान लग्यो भन्दैमा कौवाको पछि पछि दौडिनुको सट्टा आफ्नो कान छाम्नु पर्दछ भने जस्तै सरकारले स्वीकृतिका लागि राष्ट्रपति समक्ष प्रस्तुत गरेको अध्यादेशहरूमा समाविष्ट विषयहरूको बुँदागत अध्ययन नै नगरी, जानकारी नै हासिल नगरी दलहरूको सम्भावित गठबन्धनले गर्ने विरोधको उक्साहट एवं दबावमा अध्यादेशको विरोधमा उत्रिनु गुमराह, भड्काउ र अस्थिरको राजनीति पुनः जागृत गराउनु हो। भदौ 23 को जेन्जी विद्रोहको परिणाम उत्पन्न सरकारविहीनको अवस्थामा सम्माननीय राष्ट्रपतिबाट दलहरूको विरोध दबावको बावजुद डक्ट्रिन अफ नेसेसिटीको आधारमा भदौ 27 गते सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीको पदमा नियुक्त गरी मुलुकलाई सरकारविहीनको अवस्थाबाट पार लगाउनुभयो। राष्ट्रपतिको त्यो कार्यको सर्वत्र प्रशंसा भयो। राष्ट्रपति पदको साख उच्च भयो। फागुन 21 मा प्रतिनिधि सभाको निर्वाचन पनि सफलताका साथ सम्पन्न भयो। सरकारले राष्ट्रपति समक्ष प्रस्तुत गरेको विभिन्न विषयक अध्यादेशहरू देश र जनताको हित एवं सुशासनको पक्षमा हुँदाहुँदै पनि दलहरू गठबन्धनमा आबद्ध भई विरोधका लागि विरोध गरेको खण्डमा फेरि पनि दलीय प्रभाव र दबावभन्दा माथि उठी राष्ट्राध्यक्षको हैसियतमा राष्ट्रपतिले अध्यादेशहरू स्वीकृत गर्नुपर्दछ र सरकारलाई देश र जनताको हित एवं सुशासनको पक्षमा अघि बढ्न मार्ग प्रशस्त गर्नुपर्दछ। यही नै राष्ट्रपतिको अहिलेको मुख्य राष्ट्रिय दायित्व हो। यो दायित्वबाट चुक्नु ऐतिहासिक भूल हुनेछ। जय मातृभूमि, जय नेपाल।